नमस्ते नेपाल जापान अनलाइन टिभी हेरिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावलाई म सुरज राज भण्डारीको तर्फबाट आज चाहिँ मेरो यो पोडकास्टमा चाहिँ एउटा यस्तो व्यक्तित्व आउनुभएको छ। उहाँले चाहिँ विगत जापानमा 4 दशकदेखि नेपालका लागि धेरै योगदानहरू गर्दै आइराख्नु भएको छ। आज म तपाईँलाई उहाँकै मुखबाट परिचय गराउन चाहन्छु। हजुर नरेशजी, नेपाल जापान टिभीमा स्वागत छ तपाईँलाई। नमस्ते सुरजी, नेपाल जापान टिभीमा मलाई यो मौका दिनुभएको धेरै धन्यवाद। मेरो नरेश महर्जन, म अहिले सिजोकमा बस्छु र म अघि भर्खरै सुरजले भन्नुभएको चाहिँ म 4 दशकदेखि जापानमा बस्दैछु र तर 4 दशकदेखि बसे पनि तर यो मन चाहिँ सधैँ नेपालमै हुँदो रहेछ। हजुर। अनि खास अहिले चाहिँ म सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्दैछु, तर अर्को रूपमा चाहिँ म चाहिँ जापानमा प्रोफेसर रूपमा पनि विभिन्न युनिभर्सिटी लेक्चरहरू पनि गर्दैछु म चाहिँ। हजुर। अनि यो तपाईँले अब अहिले भन्नुभयो कि प्रोफेसर पेसाले तपाईँ प्रोफेसर हुनुहुन्छ र कम्प्युटर इन्जिनियरिङ पनि गरिरहनु भएको छ र हालसालै तपाईँले यो गाना पनि लेख्नुहुन्छ भन्नु। आज चाहिँ अब अरू विषय भन्दा पनि यो गानाको विषयमा तपाईँलाई यो गाना चाहिँ म यस्तो गाना लेख्छु भनेर चाहिँ कहाँबाट विचार आयो तपाईँलाई? हजुर, खास भन्ने हो भने अब जापानमा 4 दशक बस्दै आए पनि तर भनौँ जस्तै अब भनौँ जापानमा विभिन्न ठाउँमा गए पनि जहाँ गए पनि कता कता यो मनमा चाहिँ नेपालको याद आउँदो रहेछ। जस्तै अब भनौँ क्योतो गएपछि अरे यो त कतै मेरो जन्मभूमि मङ्गलबजार त होइन जस्तै लाग्ने होइन। फेरि यसो हेरेर कहिले नारा जाँदाखेरि हो यो त हाम्रो नेपाल भएको भक्तपुर जस्तै लाग्ने कि। अनि फेरि यहाँ जस्तो विभिन्न जातहरू हुन्छ नि जात्रामा सामेल भएपछि ओहो ल यसो हेर्दाखेरि त कहाँ यो जात्रा त खत बोक्ने जुन हाम्रो नेपालमा जस्तै रहेछ जापानीहरू यसो हेर्दाखेरि त यो जति पनि यहाँ चाडपर्वहरू छन्, यो मन्दिरहरू छन्, कतै हाम्रो नेपालबाट आएको त होइन भन्ने यस्तो भावना भएको हुनाले त्यो मैले सोचेँ अब यो वर्ष चाहिँ नेपाल जापानको चाहिँ यो वैदेशिक सम्बन्ध चाहिँ 70 वर्ष हुँदैछ। अनि त्यही बेला चाहिँ मौका पारेर एउटा नेपाल जापानको एउटा जुन समान रूप मिल्ने जस्तै चाडपर्वहरू भयो, ठाउँहरू भयो, त्यो ठाउँहरूलाई लिएर एउटा गीत लेखौँ भनेर सोचेँ। अनि मैले लेखेको त धेरै पहिला लेखेको गीत चाहिँ। अनि अब यो गीतलाई चाहिँ अब भनौँ न त हाम्रो नेपालमा बस्ने दाजुभाइहरू बुवाआमाहरूले ओहो जापानमा त हाम्रो नेपाल चाहिँ रहेछ भन्ने थाहा होस् भन्नको लागि चाहिँ मैले म्युजिक भिडियो चाहिँ बनाउने कोसिस गरेँ। अब म्युजिक भिडियो पनि तपाईँको बन्दैछ, रिलिज हुन बाँकी छ होइन? हजुर। भिडियो त बन्न कम्प्लिट भइसकेको छ क्या? हजुर, यस सबै सुटिङ पनि सकिसक्यो। हजुर। अनि हाम्रो यो अहिले चाहिँ एडिटिङ काम हुँदैछ। अब चाँडै नै सबैको माझमा अब नेपाल जापानको 70 वर्ष पनि यही वर्ष हुँदैछ, त्यसैको मौकामा म पनि यो भिडियो चाहिँ रिलिज गर्दैछु। अनि मैले यो यता कता देखेकोमा चाहिँ तपाईँको गानामा चाहिँ राजेश हमालजी पनि हुनुहुन्छ। हजुर, उहाँ महानायकजी राजेश हमालजी जापान पनि सुटिङ गर्नुभएको छ, नेपालमा पनि सुटिङ गर्नु। हजुर। उहाँसँग कसरी भेट भयो, कस्तो भयो उहाँसँग सुटिङ गर्दाको क्रमको कुराहरू, केही रमाइलो मिठो कुराहरू छ भए हामीलाई सुनाइदिनुहुन्छ कि हाम्रो दर्शकहरूलाई? खास त मेरो उहाँको भेट त धेरै वर्ष अगाडि भएको हो। पहिला उहाँ आउँदाखेरि मैले भेट भएको थिएँ। अनि हाम्रो सधैँ मेसेन्जरमा कुराकानी हुन्थ्यो र त्यसमा मैले चाहिँ उहाँले धेरैपल्ट नेपाल जाँदाखेरि भेटेँ पनि। अनि भेट्नु खोज्दाखेरि पनि म यसो नेपालको गीत चाहिँ लेख्दैछु, भविष्यमा म तपाईँलाई चाहिँ यसमा चाहिँ निम्त्याउन चाहन्छु भनेको उहाँले पनि धेरै वर्ष पहिलादेखि उहाँले हुन्छ भन्नुभयो। तर उहाँ चाहिँ नेपालमा विभिन्न फिल्म र विभिन्न कारणले व्यस्त हुनुभयो। जब म नेपाल जान्छु उहाँ सधैँ विदेशमा हुन्थ्यो र त्यही कारण चाहिँ भनौँ न समयमा चाहिँ हाम्रो कहिले भेट्न नहुने, त्यसो हुँदाखेरि यो सुटिङ कहिले गर्ने भन्ने कुरा त फिक्स गर्न सकिनँ। तर उहाँले पहिलेदेखि भन्नुभएको हुनाले मैले चाहिँ किनभने फेरि उहाँ कस्तो भने एउटा नेपालको महानायक पनि त नभएर एउटा उहाँ चाहिँ भनौँ न विदेशको कुरा पनि थाहा हुने, जस्तै भनौँ डिप्लोमेट, अब उहाँको बाबु डिप्लोमेट हुनुहुन्छ, त्यो जुन डिप्लोमेटको हिसाबले पनि यो नेपाल जापानको त्यो महत्त्वपूर्ण गीतमा चाहिँ उहाँलाई एकदम मैले सुहाएको देखाएँ। अनि साथै उहाँ चाहिँ मलाई कस्तो भने म एकदम उहाँलाई रेस्पेक्ट गर्छु, किनभने उहाँ एकदम एउटा नायक मात्र नभइकन एकदम उहाँ चाहिँ एजुकेटेड हुनुहुन्छ। हाम्रो नेपालको नै प्रेजेन्ट गर्ने महानायकै हुनुहुन्छ, त्यसमा त केही फरक भएन। हजुर। त्यही कारण मैले उहाँले रोजेँ। त्यसपछि उहाँ यहाँ आउने क्रममा हामी त मित्र जस्तै भयौँ, किनभने मैले उहाँलाई हँसाएँ पनि, जुन यति रमाइलो भयो कि जस उहाँसँग बितेको
2 हप्ता त यस्तो रमाइलो भयो कि भनौँ न जिन्दगीमा कहिले नभुल्ने अमूल्य समय जस्तै भइदियो हजुर हाम्रो सुटिङ भन्दा पनि पर्सनल भनौँ न यो बिताउने पनि रमाइलो भयो जस्तो लाग्यो मेरो चाहिँ हजुर हजुर अनि यो खास गरी यो जापानमा भयो नेपालमा भयो कहाँ सुटिङ गर्नुभयो खास चाहिँ हामीले यसको बारेमा चाहिँ सुरुमा हामीले क्योटोमा गऱ्यौँ किनभने क्योटो जुन म जन्मेको मङ्गलजार ठ्याक्कै मिल्दो रहेछ त्यहाँको मन्दिरहरू यो जुन पगोडाहरू शैलीहरू त्यसपछि हामीले भक्तपुरमा जानुभयो भने जस्तै भक्तपुर जस्तै मिल्ने हाम्रो नारामा गऱ्यौँ त्यसपछि म हाल यो करुङ जस्तै बसेको ठाउँ सिजोका हामी सिजोकामा गऱ्यौँ किन सिजोकामा यहाँलाई अवगत छ फुजी हिमाल जापानको सबभन्दा उच्च हिमाल फुजी हिमाल सगरमाथा पर्छन् जुन सगरमाथा चाहिँ नेपालको सबभन्दा उच्च हिमाल भने जस्तै सगरमाथा हेरेपछि ठ्याक्कै हाम्रो यो मन फुजी हेरेर हुने मन फुजी हेरेपछि सगरमाथा हेरेर हुने जस्तै मेरो गेटमा पनि बोल भएको हुनाले हामीले त्यहाँ सिजोकामा सुटिङ गऱ्यौँ यसको बारेमा हजुर हजुर तपाईँपछि क्योटो नारा सिजोका हजुर नेपालमा चाहिँ कहाँ हजुर नेपालमा पनि हामीले मङ्गलजारमा गऱ्यौँ त्यसपछि विभिन्न मन्दिरहरू पनि गऱ्यौँ अनि जस्तै जापानको मिल्ने कल्चरहरूसँग लाई लिएर हामीले चाहिँ यसमा समावेश गरेका छौँ तपाईँले हेरेपछि जापान पनि जाउँ लाग्ने अनि जापान पनि नेपाल जाउँ लाग्ने जस्तै भन्ने खालको छ हजुर त्यही अब यहाँ अब जापानमा पनि अहिले हाल त नेपालको विद्यार्थीहरू त धेरै बढ्दो चापमा छ अहिले त होइन अनि जो आउनु भइसक्यो उहाँहरूलाई त थाहा भयो हुन्छ यहाँको मन्दिरहरू त गइसक्नु भयो होला अनि जो नेपालबाट पनि हेर्नुहुन्छ उहाँहरूलाई पनि धेरै नै तपाईँको यस गानाले पनि धेरै मन्दिरहरू यताउता देख्न पाउँछ होला होइन हजुर मन्दिर मात्रै नभइकन जस्तो भनौँ न चाडपर्व हजुर ओहो जापान पनि हाम्रो नेपाल दसैँ तिहार जस्तै चङ्गा उडाउँदो रहेछ भन्ने खालको अहिले भनौँ न हाम्रो नयाँ आउने भाइ बहिनीहरू पनि यहाँ जापानमा पनि चङ्गा उडाउँछ र उडाउँछ नि त ठ्याक्कै हाम्रो नेपाल जस्तो जुन नेपालमा हाम्रो दसैँमा चाहिँ चङ्गा उडाएर जस्तो चङ्गा काट चच भन्छ नि त्यस्तै खालको जापानमा पनि कस्तो हुँदैछ नि चङ्गा काट्ने त्यस्तो फेस्टिभल हुन्छ नि जापानमा पनि त्यही कारण यस्तो एकदम रमाइलो अनि त्यो मात्रै होइन अर्को हाम्रो यो जापानमा मिकोसी भन्छ मिकोसी भनेको कस्तो भने यो खट भन्छ नि त्यो खट बोकेर भित्तामा ठोक्काउने अथवा रक्सी खाएर यताउता हाल्लाउने जुन जात्रा भन्छ नि त्यो जात्रा ठ्याक्कै हाम्रो काठमाडौँतिरको पाटनतिरको मिल्दो रहेछ हजुर त्यस्तो मिल्ने धेरै अब तपाईँ त धेरै बसिसक्नु भयो होइन यस बारेमा धेरै जानकारी पनि भयो अरू त्यो मात्रै नभइकन हाम्रो नेपालको मछिन्द्रनाथ जुन रथ जात्रा छ नि ठ्याक्कै त्यो रथ जात्रा चाहिँ हाम्रो यहाँ जापानको क्योटो भन्ने सहरमा हुन्छ त्यो जुन रथको पाङ्ग्रादेखि लिएर तान्ने शैली त्यहाँ रक्सी बार्ने शैली ठ्याक्कै हाम्रो नेवारहरूको छ नि काठमाडौँको त्यो परम्परासँग ठ्याक्कै मिल्छ त्यही कारण म यहाँ सबैलाई यो गीत हेरिसकेपछि एकपल्ट तपाईँलाई यो वर्षको एकपटक हुन्छ यो फेस्टिभल म सबैलाई यो फेस्टिभल नि हेर्नु जानुहोस् तपाईँलाई ठ्याक्कै हाम्रो नेपालमा बसे जस्तै अनुभव हुनेछ अनि अब यो गाना त तपाईँले अब हामीले पछि युट्युबमा हेर्न पाउने होला होइन हजुर अनि अब जस्तै अब यो गाना चाहिँ अब कहिलेसम्म तपाईँले रिलिज गर्नुहुन्छ हजुर खास त मैले चाहिँ जनवरीमा गरौँ भनेर सोचेको थिएँ मैले अब जनवरीमा अलि म नेपालमा जाँदाखेरि व्यस्त हुनुभयो गर्नु सकेँ त्यही म चाहिँ फेब्रुअरी महिनामा यही फेब्रुअरी महिनाको अन्तिमभित्रमा रिलिज गर्न सोच्दैछु अनि यो वर्ष अघि भने जस्तै नेपाल जापानको दौत्य सम्बन्ध 70 वर्ष भएको हुनाले यो गीतको साथसाथै अर्को एउटा हाम्रो जापानको यात्राको बारेमा र नियात्रा भन्ने शब्द मतलब नियात्राको हाम्रो किताब पनि यो सँगै मैले विमोचन गराउन सोचिरहेको छु जुन यो किताब चाहिँ हाम्रो नेपालको रिता महर्जनले लेख्नुभएको थियो अनि उहाँ चाहिँ गत वर्ष जापान आउनुभएको थियो अनि जुन फेस्टिभलको लागि जस उहाँले पनि जुन नेवारी भाषामा यो नेपालको मिल्ने तरिकादेखि लिएर विभिन्न यहाँको मन्दिरदेखि लिएर उहाँ घुमेको सबै आफ्नै प्रत्यक्ष घुमेको चाहिँ नेवारी भाषा हुनुभएको छ त्यही कारण मेरो जहाँसम्म लाग्छ नेवारी भाषामा यो किताबहरू चाहिँ जापानको नियात्रा मैले धेरै कम देखेँ त्यही कारण सायद यो नेपाली भाषामा नभइकन नेवारी भाषामा पनि भन्नु जापानको यो यात्राको बारेमा चाहिँ पढ्न पाउनुहुन्छ त्यही कारण मेरो यो म्युजिक भिडियोको सँगै मैले चाहिँ नेपाल जापानको उपलक्ष्यमा नियात्रा किताब पनि विमोचन गर्दैछु हजुर जो यो
किताब पनि तपाईँले अब विमोचन गर्दै हुनुहुन्छ र हजुर। गाना पनि सँगसँगै गर्नुहुन्छ हजुर त्यो गान चाहिँ होइन धेरैले हेर्न पाओस् राम्रो होस् अनि यो गाना बनाउनेमा चाहिँ अब जस्तै अब यो जापानमा पनि तपाईँले कहीँ देखाउने भन्ने हजुर खास चाहिँ मैले एम्बेसीमा पनि देखाउन हजुर। खोजेको थिएँ एम्बेसीमा अथवा जापानको विभिन्न फेस्टिभलमा चाहिँ म देखाउने विचार गरेको छु किनभने यो एउटा यो म्युजिक भिडियो नभइकन एउटा नेपाल जापानको सम्बन्ध देखाउने भिडियो पनि हो र छोटो मिठो भनौँ न यो भिडियो हेरेर ओहो भनौँ अघि मैले भने जस्तै हेरेपछि चाहिँ यस्तो ठाउँ पनि रहेछ भन्ने चाहिँ जानकारी होस् भन्ने साथै यसमा हाम्रो महानागजीले हाम्रो महानागजीको सँगै भनौँ न जापान घुमेको पनि हेर्न सक्नुहुन्छ कुन कस्तो कस्तो ठाउँमा चाहिँ मिल्दछ भने त्यो पनि थाहा पाउनुहुन्छ जस एउटा नेपाल जापानको सम्बन्ध एकदम सुहाउँदो खालको म्युजिक भिडियो चाहिँ मान्न मिल्छ यसलाई चाहिँ जस तपाईँको यो प्रयास एकदम सफल होस् होइन राम्रो भ्युज जाओस् त्यसको लागि धेरै धेरै अग्रिम शुभकामना छ र अनि अर्को एउटा पनि के सोध्न चाह्यो भने अब अहिले त नेपाली स्टुडेन्टहरू अथवा चाहिँ अन्य क्षेत्रहरूमा पनि यो नेपालीहरू बढ्ने जापानमा बढ्ने क्रम छ होइन अनि तपाईँ अब यति पहिलादेखि आएर जापानमा बस्नुभयो र यस्तो हरेक कुरामा अनुभव पनि भएको एउटा प्रोफेसर जस्तो मान्छे होइन अब जुन नयाँ आउने नेपालबाट आउने विद्यार्थीहरूलाई जापान जाने भन्ने सोच गरिरहेछ र आइसकेका विद्यार्थीहरूको पनि अब जापानमा आएर भाषाहरू पढियो कलेज गयो अब के गरौँ भनेर बसिरहेहरूलाई केही तपाईँकोबाट केही मेसेजहरू छ भए प्लिज भनिदिनुहोस् हस् म चाहिँ सेम्पाईको नाता भनौँ सेम्पाई भनेको जापानमा चाहिँ धेरै वर्ष बसेको हुनाले म के भन्न चाहन्छु भने तपाईँहरू जापान आउनु अगाडि यो चाहिँ सोच्नुहोस् किन आउनुभएको किनभने जापानमा मेरो साथी गयो म पनि जाउँ भने त्यो उद्देश्य नयाँ पनि हुन्छ किनभने जापान यस्तो ठाउँ हो यदि तपाईँ धेरै मेहनत गर्नुभयो भने तपाईँ चाहिँ तपाईँको भविष्य सफल हुन्छ तर मेरो साथी गयो म पनि जाउँ भने केही नबुझिकन आउनु भन्दाखेरि पनि जापान आउनु अगाडि जापान कस्तो देश हो यहाँको कानुन भयो होइन त्यसपछि जापानी भाषा पढेर आउनुहोस् र आउने बित्तिकै पैसा कमाउने नभइकन पहिला म पढ्छु जुन उद्देश्यले आएको हो त्यो पुरा गर्छु भनेपछि त्यस्तो अठोट गरेपछि मात्र सफल हुन्छ किनभने जापानमा चाहिँ तपाईँले मेहनत गरेर राम्रोसँग पढ्नुभयो भने चाहिँ यहाँ स्कलरसिप पनि पाउनुहुन्छ राम्रो अध्ययन गरेपछि राम्रो ठाउँ जागिर पनि पाउनुहुन्छ तर सुरुदेखि पैसा कमाउने उद्देश्य आउनु भने चाहिँ गाह्रो हुन्छ किनभने मलाई लाग्छ जुन तपाईँलाई थाहा छ लक्ष्मी र सरस्वती भन्छ नि दुवै मिल्दैन नि जस्तै म दुईवटा श्रीमतीले एकैताल लिन्छु भने झगडा हुन्छ होइन जस्तो भनौँ न लक्ष्मी चाहिँ हाम्रो धनको देवी भयो त्यसपछि सरस्वती विद्याको भयो एकैतालमा तपाईँ लिनुभयो भने त्यहाँ मिल्दैन झगडा हुन्छ त्यही कारण चाहिँ एकैतालमा तपाईँ दुवै खोज्यो भने त्यहाँ चाहिँ पटक्कै राम्रो हुँदैन त्यही कारण म चाहन्छु सुरुमा तपाईँले चाहिँ ज्ञानको देवी सरस्वतीलाई लिनुहोस् त्यहाँ सरस्वतीलाई राम्रोसँग फकाइ फुलाइ भने जस्तै राम्रोसँग पढेपछि तपाईँलाई त्यसपछि आफै हाम्रो धनको देवी होइन लक्ष्मी आउनुहुन्छ त्यही कारण म भन्छु यदि सफल हुन चाहन्छु भने सुरुमा कोसिस गर्नुहोस् मेहनत गर्नुहोस् अवश्य सफल हुनुहुन्छ अनि अर्को चाहिँ आइसके भाइले के भन्न चाहन्छु भने अब आइसकेपछि अब त्यसै हरिस नखाइकन जापानमा गाम्बाती कुदासाई भन्ने एउटा शब्द छ मलाई एकदम मनपर्छ गाम्बाती कुदासाई भने कोसिस गर्नुहोस् भनेको हो तर आइसकेपछि अब भनौँ न हरिस नखाइकन के गर्न सकिन्छ भने यो चाहिँ सोचेर फेरि एकचोटि म त आइसकेँ अब जुन सधैँ अरू भाइ त मात्र भाइहरू हुँदै म चाहिँ अब भनौँ त्यो उद्देश्य भनौँ न अघि भने जस्तै यहाँ आइसकेपछि त्यो कामै काम नभइकन अलि जापानको कल्चरहरू भयो त्यो बाहेक चाहिँ सिकेपछि छ नि जापान पनि उहाँले पनि तपाईँलाई मद्दत गर्नुहुन्छ त्यही कारण सकेसम्म आफ्नो त्यो हरिस नखाइकन गाम्बाते चाहिँ गर्नुपर्छ जापान आएपछि म त्यही भन्न चाहन्छु हस् धन्यवाद र तपाईँले यस्तो अमूल्य समय दिनुभयो हामीलाई होइन यसरी तपाईँले केही आफ्नो एक्सपिरियन्सको कुराहरू पनि बताइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद सुरजजी धन्यवाद र सबैलाई धन्यवाद मेरो भिडियो अवश्य हेर्नु होला र त्यस यो किताब पनि पढ्नु होला धन्यवाद धन्यवाद यो मन जता गए नि यो तन जहाँ भए नि यो मन